नेपाल भर्सेस वेस्ट इन्डिजको जुन अहिले चलिरहेको खेल छ त्यसमा नेपाल यस्तो स्ट्रगल गरेको देखेँ कि मलाई अचम्मित लाग्यो। के यस्तो ब्याटिङ गरेको नेपाली ब्याटर्सहरूले के ब्याटिङ गरेको मलाई चित्त बुझेन। यस्तो ब्याटिङ गरेर हुन्छ सुरुको 6 ओभरभित्र यस्तो राम्रो लेला सोचेको थिएँ जुन रनहरू, तर पहिल्यै गेममा कस्तो खेल्या हो। अनि भुर्तेल मामाले भएछ के हो, जहिले हुन्छ आउटै भएर जान्छ। अनि कोसँग खेल्दैछौँ यो कुरा त याद राखेर जान। पिच त तिमीहरूलाई अब के छ मलाई त्यो म्याटर छैन के, तर कस्तो खेल्ने भनेर त्यो पावर प्लेमा हिट गर न, बरु आउट हुन्छ हो केही फरक पर्दैन, हानेर आउट हो कि त्यो मजाक गरेर आउट नहुन मलाई ठिक लागेन के त्यो। धन्न आज दिपेन्द्र सिंह एरी थिएर पो आज गेम अलिकति इज्जतिलो भयो, नत्र दिपेन्द्र सिंह नचलेको भए नभएको भए आज के हुन्थ्यो, इज्जत फाल्थ्यो। इटालीसँग इज्जत त फाल्यो म चाहिँ के चाहिँ गरेको ब्याटिङ। रोहित पौडेलको काम छैन कि क्याप्टेनबाट हटाउ भन्छु मैले, जे पढ्यो पढ्छ यार। अहिले 134 को टार्गेट दिएछ जसो तसो वेस्ट इन्डिजलाई, र वेस्ट इन्डिजलाई यो टार्गेट भनेको यति जति हो के, यसलाई यति टार्गेटले हुँदैन। तैपनि हेरौँ अब नेपालले जित्छ कि हार्छ, तर पर्फर्मेन्स एउटा पनि गतिलो थिएन आज। ब्याटर्सहरू केही कामकै छैन नेपालको भन्दाखेरि। अब दुःख लाग्ला नराम्रो लाग्ला, तर ब्याटर्सहरूको कामै छैन कि कुनै ब्याटर्सहरूको पनि। यस्तो खेलेर हुन्छ, यस्तो पर्फर्मेन्स देखाएर हुन्छ र।